जब नागरिकता विधेयक नेपालको संसदबाट पास भयो, विदेशमा बस्ने नेपालीहरू खुसी भए। अब नागरिकता विधेयकका कारण देशभित्र पुग्दाखेरि विभेदको शिकार बन्नु पर्दैन भनेर उनीहरू खुसी भए। तर अहिले पनि कानूनका विभिन्न छिद्रहरू प्रयोग गरेर उनीहरू प्रताडित बन्ने अवस्था जिउको त्यउ छ। यो समस्याको निराकरणका लागि विभिन्न प्रयासहरू बीचमा भए, तर त्यो सबै प्रयासहरूले अहिलेसम्म पनि सार्थकता पाउन सकिरहेको छैन। यसै सिलसिलामा केही दिन पहिले क्यानाडामा एक मन्थन कार्यक्रमको आयोजना गरियो। जुन प्रविधिबाट मन्थन गरिएको सो कार्यक्रममा विभिन्न देशका गैर आवासीय नेपालीहरूका क्षेत्रमा काम गर्ने अग्रजहरूको सहभागिता रहेको थियो। त्यसै गरी सो कार्यक्रममा अन्य विशिष्ट व्यक्तित्वहरूको पनि सहभागिता रहेको थियो। गैर आवासीय नेपाली संघ क्यानाडाको समन्वयमा सञ्चालन भएको सो कार्यक्रममा के कस्ता विषयवस्तुहरूमा गम्भीर ढंगले छलफल भए त? एनआरएनए क्यानाडाका वरिष्ठ उपाध्यक्ष सन्तोष दाहाल। सन्तोष भाइ, यहाँलाई कार्यक्रममा स्वागत छ। हजुर नमस्ते। हजुर, अब यो केही दिन पहिला जब तपाईहरूले अथवा यो एनआरएन क्यानाडाले एउटा चाहिँ वेबिनार कार्यक्रमको आयोजना गर्यो र यो वेबिनार कार्यक्रम विशेषतः नेपालमा यो नागरिकता विधेयक जो नेपालबाट बाहिर रहेका छन् ती तमाम ती नेपालीहरू जो डायस्पोरामा छन् उनीहरूको नागरिकताको नेपालको निरन्तरता अथवा त्यसमा रहेका विभिन्न किसिमका कानुनी अडचनहरूको बारेमा जुन एउटा वेबिनार कार्यक्रम थियो, यो कार्यक्रम विशेषतः तपाईहरूले किनभने एउटा एकदमै बौद्धिक व्यक्तित्व एकदम अनुभवी व्यक्तित्वलाई र यो क्षेत्रमा काम गरिरहेका व्यक्तित्वहरूलाई पनि त्यो कार्यक्रममा आमन्त्रण गर्नुभएको थियो। त्यो आधारमा चाहिँ त्यो कार्यक्रम विशेषतः के कुरामा केन्द्रित रह्यो? खासमा यो कार्यक्रम चाहिँ गैर आवासीय नेपाली नागरिकता र अन्य कानुनी अधिकारको बारेमा केन्द्रित थियो। किनभने हाम्रो जुन गैर आवासीय चाहिँ जुन अधिकार हामीले पाए पनि, नागरिकता पाए पनि त्यो व्यवहारमा कार्यान्वयन नभइरहेको एउटा वर्तमान परिवेशमा चाहिँ हामीले यसको बारेमा नीतिगत र कानुनी रूपमा चाहिँ कानुनका ज्ञाता चाहिँ कूटनीतिज्ञ लगायत चाहिँ डायस्पोराका जति पनि चाहिँ लिडरहरू हुन्छ उहाँलाई राखेर हामीले एउटा कार्यक्रम आयोजना गरेको। त्यही त, यस्तो कार्यक्रम चाहिँ एकदमै पटक पटक हुने गरेका छन्। यो विगत लामो समयदेखि, विगत वर्षौँदेखि यो चाहिँ एउटा अन्तर्राष्ट्रिय जगतमा नेपालीहरू क्रियाशील भएका सङ्घ संस्थाहरूले एनआरएन लगायतका अरू सङ्घ संस्थाले गर्ने गरेका छन् होइन। फरक के कुरामा पृथक रह्यो त यो कार्यक्रम चाहिँ? यो चाहिँ के कुरा पृथक रह्यो भने रामरी सर, यो चाहिँ खास हामीले चाहिँ योचोटि कार्यक्रम मात्र गर्ने होइन कि योचोटि चाहिँ हामीले एउटा एक्सनमै जाने भन्ने हिसाबले हामीले यो एउटा कार्यक्रम सुरुवात गरे पनि हाम्रो नेपाल सरकारसँग यसलाई चाहिँ कसरी चाहिँ लबिङ गर्ने, यसमा कानुनी अडचनहरू के छन् भन्ने कुरालाई यसको सबै केलाउनको लागि हामीले डाक्टर नारायण घिमिरे जो सिनियर एडभोकेट हुनुहुन्छ, नेपालको वरिष्ठ अधिवक्ता हुनुहुन्छ, उहाँलाई हामीले यसको जिम्मा दिइसकेका छ। जुन अहिले उहाँले यसमा काम गर्दै हुनुहुन्छ र उहाँले नेपाल सरकारसँग, गृह मन्त्रालयसँग, परराष्ट्र मन्त्रालयसँग र अरू मन्त्रालयसँग कोअर्डिनेट गरेर उहाँले चाहिँ एउटा टास्क फोर्स, सानो टास्क फोर्स बनाएर योचोटि नेपालको चाहिँ एउटा पछिल्लो परिस्थिति पनि चेन्ज भएको कारणले गर्दा सबै चाहिँ अलिकति उधार पनि भएको कारणले गर्दा हामीले योचोटि कार्यक्रम गरेर अरूको कार्यक्रम गरेर कार्यक्रमै सीमित हुन्थ्यो। तर हाम्रो कार्यक्रम पछाडि हामीले यसलाई ठोस निष्कर्षमा पुर्याउने हामीले कामै थाल्नु गरिसकेको छ नेपालमा। त्यो चाहिँ हामीले जस्तै एएनए, जस्तै एसोसिएसन अफ नेप्लिज इन अमेरिका, एएनए को प्रेसिडेन्ट खगेन अधिकारीको नेतृत्वमा र हामी पनि, म पनि त्यो एएनए भएको कारणले गर्दा, एनआरएन भएको कारणले हामीले संयुक्त रूपमा त्यो कार्य चाहिँ हामीले गरेका छ। अब यसको लागि फन्ड कहाँबाट केबाट आउँछ, यसको लागि किन उहाँहरूले गरेको भन्ने कुरा हामीले यसको लागि हामीले आन्तरिक रूपमा फन्ड पनि कलेक्सन गरेर काम गरिरहेको छ। त्यो कामलाई यो चाहिँ मूर्त रूप दिनको लागि यसको मतलब चाहिँ हामी एक्सनमा गइसकेको छ। यसको मतलब चाहिँ आजभन्दा पहिला झन्डै दशकभन्दा बढी भइसक्यो यो विषय चाहिँ अहिले चर्चामा आएको अथवा यो विषय चाहिँ ज्वलन्त समस्या बनेको नेपालीहरूको निम्ति। आजसम्म चाहिँ यो किसिमको प्रयास कहिले पनि भएको छैन, यो फर्स्ट प्रयास हुँदैछ कि? हामीले यो चाहिँ पहिलोचोटि गर्यो। किनभने आजसम्म जस्तै भन्नु जतिवटा कार्यक्रम भए के भए ती कार्यक्रममा मात्रै सीमित भयो, एउटा सुसूचित गराउने हिसाबले भयो। तर योचोटि हामीले कार्यक्रम सँगसँगै तपाईँको त्यो अर्को एउटा एक्सन पनि अगाडि बढिसकेको छ। जो फिल्डमा काम गरिरहनु भएको छ वरिष्ठ अधिवक्ताले नेपालमा, त्यस कारणले गर्दाखेरि धेरै कानुनी अडचनहरू त धेरै फुकिसकेको छ, तर केही कुराहरू फुकाउन बाँकी छ। त्यस कारणले गर्दा उहाँ यो विषयको पनि ज्ञाता, एउटा संविधानको व्याख्याता, कानुनी एउटा विज्ञ र
एनआरएनको पनि कतिपय कानुनका कुराहरूमा उहाँले चाहिँ कन्ट्रिब्युसन गर्नुभएको कारणले गर्दाखेरि पहिले नै नेपाल सरकारसँग र उहाँ चाहिँ एउटा सजिलो माध्यम भएको भएर हामीले योचोटि चाहिँ यो गाँठो फुकाउनको लागि रियल अर्थमा हामी काम गर्दैछौँ। हामीले यो पपुलारिटी गेन गर्नको लागि एउटा गाँठो फुक्ने कुराकानीको सन्दर्भ छ। अब नेपालमा 10तिर फर्केका राजनीतिक दलहरू 10वटा विचार बोकेका राजनीतिक दलहरूलाई यत्रो समयसम्म एनआरएनमा चाहिँ विभिन्न राजनीतिक चाहिँ रूपमा प्रभाव हुन्छ एनआरएनमा होइन, त्यस्ता व्यक्तिहरू गएर नेपालमा गएर यत्रो वर्षदेखि चाहिँ यो सल्ट्याउन नसकेको समस्या एउटा उहाँ वरिष्ठ अधिवक्ताको नेतृत्वको टोलीले सल्ट्याउँछ भन्ने कुरामा हामी कतिको विश्वस्त भन्ने त सल्ट्याउँछ। किनभने कस्तो छ भन्दाखेरि अहिले धेरै कुराहरू तपाईँको भन्नु न नागरिकताको कुराहरू संविधानमा भएको कुरा हो, त्यो कसैले खोज्न सक्दैन। त्यसको लागि संसद पनि चाहिँदैन, 2/3 पनि चाहिँदैन। तर दोहोरो नागरिक जो वंशजको नागरिकताको कुरा निरन्तरको लागि बल्ल हामीलाई 2/3 चाहिन्छ, संसद चाहिन्छ। तर जुन नेपालको संविधान 2072मै गैर आवासीय नेपाली नागरिकता दिने भनिसके पछाडि त्यहाँ कुरा क्लियर छ। हामीलाई चाहिएको भनेको संविधान अन्तर्गत ऐन नीति नियमावली भनेको त्यो के भन्छ नियमावली त्यो संविधानमा भए पनि त्योसँग सम्बन्धित अरू ऐन नियमावलीको कमी हो र कतिपय बन्ने चरणमा पहिले नै भइसकेको र कतिपय तपाईँको अस्ति जुन एउटा चाहिँ के भन्छ पहिलेको संसद अन्तर्गतै कतिपय कुरा त्यहाँ डिस्कसन भएर चाहिँ एउटा मूर्त रूप भइसकेको र संसद डिजल्भ भएको कारणले गर्दा कतिपय कुराहरू अब त्यसै टरेर गए होइन। तर अलिकति गाँठो फुकाउन बाँकी मेरो बुझाइमा के छ भन्दाखेरि यो आर्थिक चाहिँ कुराहरूमा बाँकी छ। अलिकति यो ट्याक्सको कुरा के हुन्छ अथवा भनौँ यो ट्रान्ज्याक्सनको कुराहरू के हुन्छ आर्थिक कुरामा त्यो मात्र बाँकी, अरू सबै कुराहरू लगभग छलफल भइसकेको कारणले गर्दाखेरि र सरकार पनि पहिलेभन्दा उदार कि चाहिँ एउटा नागरिकको सरकारको कुराहरू आइसकेको कारणले गर्दा अहिले पहिले जस्तो छैन र धेरै कुराहरू पहिले नै सग्लेर त्यो डिसिजन हुन मात्र बाँकी हो र आर्थिक कुराहरूमा मात्र बाँकी भएको यो सरकार त अब 1-1.5 महिनाभन्दा बढी रहँदैन नागरिकको सरकार। यसपछि त फेरि जननिर्वाचित सरकार आइपुगिहाल्छ होइन। त्यसको हामी एउटा मजेरीमा छौँ हामी चाहिँ। त्यो कारणले गर्दा फेरि अब बन्ने संसद पनि उही दलहरूकै सरकार हुन्छ, उही पार्टीकै सरकार हुन्छ। हिजो यत्रो समयसम्म त्यो पार्टीहरूलाई चाहिँ तपाईँहरूले चाहिँ भनेर त्यो गाँठो पुगाउन नसकेको कुराकानी अब फेरि भोलि हुन्छ भनेर चाहिँ हामीले कसरी विश्वस्त हुने हामी चाहिँ होइन। त्यो विश्वासको हुने धेरै आधार छ। किनभने यो हामीले नयाँ कुरा मागेकै होइन, भइरहेको कुरालाई भइरहेको चाहिँ जुन भइरहेको नागरिकता हामीले पाइसकेको नागरिकता कार्यान्वयन होस् भन्ने कुरा मात्रै हो। हामीले किन नफुकाएको पुरानो सरकारहरूले पुरानो संसदले किन नफुकाएको? पुरानो संसदहरूले अब त्यहाँ विभिन्न पार्टीको कुराहरू र प्रशासनिक कुराहरू विभिन्न कुराहरूले कारणले गर्दा हो त्यो हाम्रो कन्ट्रोलमा भएन। जस्तै एनआरएन जो एउटा दबाब दिने परे निकाय आफैमा डिभाइडेड, आफैमा चाहिँ एउटा चाहिँ विभिन्न पोलिटिकल पार्टीका विभिन्न पोलिटिकल एनआरएन भएको कारणले गर्दा पनि त्यहाँ प्रेसर पुगेन। त्यसका लागि पहिलो कुरा त हामी आफै युनाइट हुनु पर्यो होइन। जति पनि एनआरएनको कुराहरू छ, जति पनि लिडरहरू छ, जुन अहिले अब जस्तै एनआरएनको चाहिँ एउटा एकता महाधिवेशन पनि तुरुन्तै हुँदैछ। त्यस पछाडि हामी अझै तपाईँको युनाइट भएर गभर्मेन्ट, किनभने हामी युनाइट भयो भने मात्रै तपाईँको बढी प्रेसर दिन सकिन्छ। किन अधिकार भनेको मागेरै लिने होइन। त्यसले गर्दाखेरि हामीले नयाँ कुरा मागेकै होइन, हामीले संविधानमा भएको कुरा कानुनमा भएको कुरा यसलाई फुकाइदियो भने कार्यान्वयन होस्। कम्तीमा जस्तै म नेपाल गैर आवासीय नागरिकता हो भने नागरिकता छ भने कम्तीमा नागरिकता भएको एउटा अपनत्व अथवा त्यसले काम त गर्नु पर्यो। किन हामी त नेपालको नागरिकता छोडिसक्यो। त्यस कारणले गर्दा यो सारा चाहिँ एउटा समस्या सबैको समस्या हो, एउटा व्यक्तिगत कसैको समस्या होइन। त्यस कारणले एउटा एनआरएन पनि अब युनाइटेड वेमा गइरहेको र नेपालमा पनि एउटा चेन्जेस भइसकेको र यसलाई चाहिँ एउटा संविधानमै परिवर्तन गर्नुपर्ने कुरा पनि नभएको, ऐन नियम पनि मात्रै मिलाउनु पर्ने भएको कारणले गर्दाखेरि सायद र प्लस हामीले कामै सुरु गरिसकेको अवस्थामा सायद यो चरणमा यो काम हुन्छ भन्ने हामी विश्वस्त छौँ। हस्, धन्यवाद यहाँलाई। थ्याङ्क यू सो मच। थ्याङ्क यू। हजुर, नेपाल कनेक्ट, क्यानाडाबाट नेपाल जोड्ने समसामयिक सन्दर्भ। नेपाल कनेक्ट।